आज बड़ा ताल को मेला कस्तो भयो त। हे गाइस, आप लोगों को फिर से स्वागत है मेरा मिनी ब्लॉग में। आज ब्लॉग को फर्स्ट लाइन चाहिँ आज मैले हिन्दीमा हानिदिएको। आज चाहिँ हामी जान लागेको छौं बडा तालको मेलामा। अनि हामी चाहिँ को गर्छौं यहाँ देख्न सक्नुहुन्छ, अटोमा कोचकाच भएर गएको छौं हामी चाहिँ अहिले चाहिँ। अनि एकछिनमा हामीले बर्दियामा एन्टर गर्छौं। मलाई थाहा थिएन म बडा तालको भएर बडा तालमा पनि पुसको 15 गतेतिर मेला लाग्छ भनेर। बडा ताल 4 मा आएको त यहाँ त यस्तो घर रहेछ यार, यस्तो घर त मैले हलसम्म देखेको थिएन। नामै बडा ताल, जता कतै पनि तालै ताल देखिरहेको थिए त। बडा तालनिर के पुगेको गाइस, पुरा माछाको बास्ना। अनि त्यसपछि अटोबाट उत्रेर अनि म तपाईहरुलाई अब चाहिँ बडा तालको भ्यू देखाउँछु। ताल त यति ठुलो छ गाइस यार, के भनौं, तर पानी चाहिँ हल्का सुकेको रहेछ योचोटी। अनि हामीले अटोबाट सबै सामानहरु उतारेर अनि हाम्रो यहाँ मेलाको सामानहरु सेटअप गर्दै छौं। 1 hour later अब चाहिँ म तपाईहरुलाई बडा ताल अलि राम्रोसँग देखाउनलाई आएको छु। यहाँ चाहिँ एकदम दामी ठाउँ भनेको मलाई यो रुखनिर भएको लाग्छ। यहाँ हेर्दा बिचमा रुख छ। अनि यो तालमा चाहिँ 100 भन्दा बढी प्रजातिको चराहरू आउने गर्छन्। हामीले चाहिँ 7 र 8 मा पढेको थियौं, अलि बढी नै आउँछन्, तर मलाई फिक्स याद नभएको हुनाले मैले 100 भनेको। अहिले चाहिँ मेरो 350 जति सब्स्क्राइबर छ गाइस, त्यही भएर छिटो भन्दा छिटो 1K पुगाइदिनु पर्यो यार गाइस। लास्ट भेज त उनलाई अहिलेसम्म 1000 पनि सब्स्क्राइबर पुरा गरिदिनु भएको छैन। अहिले चाहिँ गाइस यहाँ पुरा डीजेहरू आएको छन् 2-3 वटा गाडीमा। अनि यतातिर धेरै स्टलहरू राखिसकेको छन्। अनि हाम्रो पनि हल्का फुल्का तयारी भइसक्यो। अनि यतातिर पनि एउटा छुट्टै छ। अनि गाइस तपाईहरु को आउनु भएको थियो बडा तालको मेलामा कमेन्ट चाहिँ गरिदिनु होला। अघि त कमै स्टलहरू थियो, अहिले चाहिँ झन् बढी भइसकेको छ नि। यो साइड पनि अहिले पुरा भरिसकेको छ। अनि हाम्रोमा पनि मान्छे आउन चालु भइसकेको छन्। मैले चाहिँ अहिलेसम्म 15 रुपैयाँ कमाइसकेँ, मेरो फर्स्ट कमाई। अनि अहिले चाहिँ म रिङ खेलाउनमा बसेको थिएँ। अनि यहाँ नानीहरू आएको थियो। यिनी नानीहरूले बहुत दिमाग खाइरहेको थियो, दाइ यो कसरी खेल्ने, यो के गर्ने भनेर। अहिले चाहिँ एउटा दाइले खेलाइराख्नु भएको छ गेम। यो दाइको नाम चाहिँ मलाई फिक्स थाहा भएन, त्यही भएर के भनेर। अनि उताबाट चाहिँ बसन्तले खेलाइरहेको छ तीरवाला गेम। अहिलेसम्म चाहिँ मैले 100 रुपैयाँ कमाइसकेको छु, देख्न सक्नुहुन्छ। अब चाहिँ म अर्को गेम खेलाउनतिर आएको छु। यो गेम चाहिँ गिलास ढाल्नेवाला गेम हो। अनि यो गेम पनि मैले धेरै बेर खेलाउँछु। अहिले चाहिँ रिङ गणेश भाइले खेलाइरहेको छन्। अनि त्यसपछि म अर्को गेम खेलाउन जान्छु। यो गेममा चाहिँ केटाहरूले खेलिरहेको छ, यो भगवती सिलका केटाहरू हुन् यिनीहरू। अनि हाम्रो दाइ पनि आएको रहेछ कि सन्दीप यहाँ खरखरे खेलाउनेलाई भिडियो किन बनाइस् भन्छ। अनि हल्का फुल्का चाहिँ मैले लुकेर भिडियो बनाउँछु यसको। यहाँ उभिरहेको अङ्कलले चाहिँ हामीलाई 320 रुपैयाँ हो कि कति हुन्छ यो 1 रुपैयाँको, कुन देशको त्यो चाहिँ मलाई थाहा भएन। यहाँ अङ्कलले यो गेममा राखन मायाको चिनो हुन्छ भने दिनुभएको थियो। अनि एकछिनमा चाहिँ म एकछिन मेला घुम्नु पर्यो भने एकछिन बाहिर निक्लिन्छु। यहाँ बहुत धेरै मान्छेहरू पनि थिए, यतातिर साइडमा नाची पनि राखेको थिएँ। मैले चाहिँ अहिलेसम्मको मेन चिज चाहिँ बिर्सेको, खाना चाहिँ मैले बहुत खाएँ के किन्दै खाँदै। अनि हामीले पानीपुरी पनि खाएको थियौँ, यसको मात्रै रेकर्ड गरेँ, अरूको रेकर्ड गरेन मैले। अहिले चाहिँ गाइस रात पर्न लागिसक्यो, सबै सामानहरू प्याकिङ गरिरहेको छौँ। 1 hour later यो चाहिँ घर आउँदा आउँदा आधा बाटोमा चाहिँ